आजको हाम्रो यात्रा कीर्तिपुर झोलङ्गे पुलको। कस्तो लागिरहेछ गुन्गा? एकदम राम्रो लागिरहेको हेलो हेलो गाइज। हेलो नयाँ साथी हेलो वेलकम ब्याक टु द न्यू भिडियो फ्रम देवढोका कीर्तिपुर। यो चाहिँ देवढोकाको झोलुङ्गे पुल। रिफ्रेसमेन्टको लागि कीर्तिपुरको साइडमा यसो आउन चाहनुहुन्छ भने। अनि हाम्रो साथीहरू छन् आज, यहाँ धेरै छन् यार हाम्रो साथीहरू आज, सब यो कता छन् तरै। हेलो गाइज। नाम चाहिँ के हो? मेरो नाम सुरेश रोका। हाम्रो सुरेश रोका एउटा। अनि हेलो गाइज। कविता हौजली घरती मगर फ्रम दाङ। हेलो कुसुम केसी फ्रम सल्यान। कुसमा कि कुसुम। अनि हाम्रो अर्को यता छ, हाम्रो अर्को साथी आएछन् आज हामीसँग, नयाँ साथी। नाम के अरे? हेमराज। सल्यानदेखि होइन तिमी पनि? हेमराज, कुसमा, कविता, हौजली। म त हौजली भनेर चिन्छु। सुरेश मुका। सुरेश यहाँ चाहिँ लास्टै हाइट छ यार, बोबाल हाइट छ यहाँ चाहिँ। अहिले चाहिँ धेरै बनाएर रहेछ यार, राम्रो बनाएर रहेछ। उता पनि बनाउँदैछ भर्खर, पारी मान्छेहरू छन् उता। पार्क जस्तो बनाएको थियो, अगाडि राम्रो कलरिङ गरेको थियो, फेरि अर्कालो यो पानी सानी परेर बिग्रिरहेछ फेरि। मान्छेको हेर न, मान्छे बाफ्रे पारी छन् अगाडि हेर मान्छे यत्रो। अनि यहाँबाट चाहिँ काठमाडौँ सिटी मस्त देखिरहेको छ यहाँबाट, गजब। कीर्तिपुरमा चाहिँ थोरै रिफ्रेसमेन्ट चाहिन्छ भने चाहिँ यहाँ आउनु सक्नुहुन्छ झोलुङ्गे पुलमा। गजब छ ठाउँ चाहिँ, सही एकदम। मान्छेहरू चाहिँ भरा मान्छेहरू छन् यत्रो, यतादेखि पुरै पाल्नुपट्टि मान्छे भरिरहेको छ। अनि यहाँ पनि छ तल बस्ने ठाउँ, यता तल पनि छ छुट्टै। मलाई भने यो ठाउँ एकदमै राम्रो लाग्यो। तपाईँहरूलाई भिडियो हेरेर अथवा समय मिल्छ भने यहाँ आएर कस्तो लाग्छ त्यो चाहिँ कमेन्टमा भन्न नबिर्सिनु होला है त साथीहरू। हाम्रो टोलीहरूको यहाँ फोटो सुट हुँदैछ सबैको। म उतै आउँछु पख क्यामेराम्यान हाम्रो सस्तावाला क्यामेराम्यान हाम्रो। अलि डराउने मान्छेलाई चाहिँ हाइटदेखि डराउने र त्यो हल्लिनेदेखि डराउनलाई चाहिँ गाडी छ। हामीलाई त खासै प्रब्लम छैन योदेखि। केटा पाल्नुपट्टि अब हाम्रो टोली अब पाल्नुपट्टिबाट हेर्नुपर्छ। यता घाम लागेर चाहिँ घाम पनि छ लास्टै। यहाँको सुन्दरता अनि शान्त वातावरणले मेरो मनै जित्यो। झन् आज साथीहरूसँग घुम्दा एकदमै खुसी अनि रमाइलो लागिरहेको छ। माया भिडियो खिच्दैछु, यिनीहरू कुदेर यहाँ आइपुगे नि हाम्रो टोलीहरू भने है। सस्तावाला क्यामेराम्यान हाम्रो चल्दै हिँड अब त्यो चल्दै हल्ला गर्दै हिँड्दा खानु पछाडि। कस्तो भइरहेछ साथी? एकदम हाम्रै सल्यानी साथी हुनुहुँदो रहेछ। मजा आइरहेको मूलतिरको। कीर्तिपुरबाट रिफ्रेसमेन्ट हुन जाने भनेपछि फर्स्टमा पर्यो चोभार, त्यसपछि टियु, अनि अर्को चाहिँ यहाँ झोलुङ्गे पुलतिर पनि गजब छ। यहाँ पनि आउनु सक्नुहुन्छ होइन, थाहा नभएकोलाई चाहिँ। ल मकै लिएर जाने भने मान्छेलाई यहाँ पोल्नु पर्दो रहेछ। मकै पोल्ने कार्यक्रम हुँदैछ। अहिले मकै लिएर जाने रे अब किन आउँदैन भन्छु मान्छे तल गएर। अन्त मकै पोल्नु पर्ने रहेछ कि अब पोलेर चाहिँ हुन्छ नि, अगाडि त फेरि चिसो भयो भने त्यो टेस्टै हराइजान्छ फेरि मकैको। आयो टोलीहरूको मकै यता मकै बारी दर्याम बनाएर ल्याएको मकै अब पोलेर खाँदाखेरि दाँतले मकै दर्याममा। ए यता हेर उनले त कहाँ दाँतले हातले पो उधारेर खान लाने यार। सब हातले उधारेर खान लाने यिनीहरूले हेर त। हामी दाँतले दर्याम पार्ने हामी दुईजना मात्र हेर त। हातले सबै हातले निकालेर खान रहेछ। गजब। स्टलहरू पानीपुरी चटपटा खाने चाहिँ स्टलहरू यता रहेछन् टन्नै, तर हामी चाहिँ लोकलमा लागेछौँ। र यहाँ झोलुङ्गे पुल मात्र नभएर वरिपरि राम्रो भ्यू, राम्रो वातावरण पनि छ र साथीहरूसँग रमाइलो गर्नलाई, रिफ्रेसमेन्टको लागि आउनलाई एकदमै राम्रो ठाउँ छ।
पोले मकैसकै खाएर एउटा बाटो लागिरहेछन् टोलीहरू सबै यति सबै गोटुङ टुङ मकै खाएर अब तागत लाग्यो होला न अहिले त पुरा हल्ला गर्दै उफ्रिँदै हिँड्दाखेरि अर्को टोली दुईजना टोलीहरू उता हाम्रो टोलीहरूलाई जय फोटोसुट भइरहेछ पछाडि हाम्रो टोलीको फोटोसुट अरू चाहिँ हेर्ने फोटोसुट गर्ने रमाउने यही त हो नि होइन अनि पुल चाहिँ ठ्याक्कै पाल्नपट्टि यता त्यो चाहिँ पुल भयो तलदेखि माथिसम्म सट्ट पारी अनि हाइट हेर्नु न हाइट यति हाइट छ बबाल हाइट छ यार तल यहाँबाट खोला देखेको छैन खोला उता साइड छ त्यहाँ उता साइड छ खोला जङ्गल पनि मस्त छ यहाँबाट चाहिँ वातावरण चाहिँ सही छ जो माहौल चाहिँ ल अब चाहिँ पालो आयो फोटोसुटको ल सकियो ग्रुप फोटोसुट सकियो ग्रुप फोटोसुट अब चाहिँ अब तलतिर निस्केर फेरि माथितिर निस्किनुपर्छ अब यताबाट यहाँ अर्को लागेछन् फेरि तिर हान्नेवाला कि घाँसको तिर हान्नेवाला बनाउन हाम्रो म्यामको फोटोसुटमा आउँदैछ हाम्रो क्यामेराम्यान उतातिर फालिदिन्छु कि ल गयो कता कहाँ गयो कहाँ देखिँदै हेलो हेलो हामी ठ्याक्कै पुल मुनि अहिले चाहिँ टोलीहरू यता सबै हामी कस्तो भइरहेछ घुमघाम कस्तो लागिरहेछ घुमघाम गजब पुलको ठ्याक्कै मुनि छौँ अहिले पुल माथि ठ्याक्कै माथि हामी पुलको मुनि तल यता खोलातिर यसो खोला हेर्दै बसिरहेछौँ तलतिर सट्टै पुरै खोला छ अनि यो चाहिँ बस्ने बनाएर चाहिँ दामी अनि माथि पुल अनि ठ्याक्कै तलबाट चाहिँ डर लाग्दैन तिमीलाई साँच्ची त्यो डर मानेर हिँड्छ नि होस् टोलीहरू चाहिँ पुलमा डर नमान्नेवाला रहेछ डर मान्नेवाला भयो भने ल्याङ हुन्छ फेरि नहल्ला भन्नु अडिन्छ फेरि टोलीहरू फेरि हल्लाउनेवाला छन् नत्र भने फेरि यो ताल चाहिँ जोडीहरूले लाउँथ्यो पहिला तर सब सक्दैछ नि अहिले आउँदैछ नि टन्नै मान्छे त बाफ्रे मेला आउँदैछ बल्ल अहिले के भयो मान्छे नि टन्नै आउँदैछ नि अहिले त पारितिर नि मेला छ अब त फुल ल आज यो भिडियोमा यति नै अर्को भिडियोमा भेटौँला हेलो साथीहरू ल बाई बाई भन्ने एकचोटि लास्टमा ल ओके थ्याङ्क्स फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्ने छैन अर्को भिडियोमा भेटौँ नि छ त्यति बेलासम्मको लागि छिटिन्छु सागर द ट्राभलर बाई सी यू